पहिला बनेको छु। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी इताबासी टोकियोबाट कामाकुरा बिचमा घुम्न जाँदैछौँ, क्याम्पिङ जस्तो। सो यहाँबाट हामी 4-5 जना जाँदैछौँ। यहाँबाट लगभग ट्रेनमा 2 घन्टा जति लाग्छ। सो अहिले बिहानको 10 बजे छ। अब हामी यहाँबाट निस्किन लाग्यो। यो बक्समा भएको चाहिँ खाना हो, यो चाहिँ टेन्ट हो, र यो लगेजमा भएको चाहिँ कपडाहरू हो। यो चाहिँ इताबासीको ताकासिमा दाइरा स्टेसन हो। टोकियोबाट 10 बजे हिँडेको, यहाँ आइपुग्दा 1 बज्यो। 3 घन्टा लाग्यो ट्रेनहरू चेन्ज गर्दा। फाइनली 3-4 घन्टामा कामाकुरा सी साइड एरियामा पुगेको छ। अझै पनि 5 मिनट जति हिँड्दै जानुपर्छ। लास्टै गर्मी छ यहाँ, घाम। ओ माय गॉड। दाइजु यस पानीको छाल यत्रो आएको छ है, यहीँसम्म पुरा पाइट माथि गरेर आएको। पाइटै भिजाइसक्यो यार मेरो त। मसँग आएको टोलीहरू उता टेन्टमा बसिरहेको छु, म त एक्लै यहाँ भिडियो बनाउन पानीमा छिरिरहेको छु। पुरा पालुवा बल्ल भइसक्यो यार, कपडा पानी छिरेर। यो चाहिँ हाम्रो खाना पुरै आइस भएको छ।
भेटाए है अब घुमघाम गरेर घर फर्किन थालेको। घर फर्किँदा फर्किँदै अब यो सिम्बासी भन्ने स्टेसनमा आइपुगेको छ। मेरो पछाडि देखिएको यो जुन ट्रेन छ यो चाहिँ जापानको सबैभन्दा फर्स्टमा बनेको ट्रेन हो। सो अब त्यही भएर यो यहीँबाट स्टार्टिङ भएर यहीँ अन्त्य भएको। अब यसलाई यहाँ चोपिस मात्रै बनाएर राखेको छ। यो पहिलोचोटि जापानमा बनेको आएको ट्रेन भएको भएर यसको मेन अर्को स्टेसन भनेको उतापट्टि यो जापानको सिम्बासी स्टेसन हो। बिहान 10 बजे हिँडेको अहिले रातिको 11 बजिसक्यो। पुरा 12-13 घन्टा लाग्यो जान, 3-4 घन्टा आउन 3-4 घन्टा। अनि वहाँ बसियो, खाइयो, पौडी खेलियो, रमाइलो गरियो है, घुमघाम भयो। सो आजको लागि यति नै। फेरि अरू भिडियोमा भेट्दै गरौँला। अहिलेको लागि बाई बाई टाटा गुड बाई गया